ब्लग पोस्टमा लेबल कसरी मिलाउने, लेबल अथवा क्याटेगोरी कसरी मिलाउने, त्यसको लागि चाहिँ सबैभन्दा पहिला हामीले blogger.com खोलौँ हैन। blogger.com खोलिसकेपछि अब हामीले नयाँ पोस्टलाई कसरी लेबलमा म्यानेज गर्ने, एउटा कुनै नयाँ पोस्ट लेखौँ। सपोज अब नयाँ पोस्टको नाम चाहिँ किरण छ, अब यसको कन्टेन्ट चाहिँ दिस इज किरण छ भने अब यहाँ लेबलमा क्लिक गरौँ। लेबलमा हाम्रो तीनटा लेबल छ, एउटा किरण, एउटा नेपाल, एउटा स्पोर्ट। यो त पहिला भइसकेको लेबल हामीले युज गऱ्यौँ हैन। नयाँ लेबललाई युज गर्नको लागि अब सपोज के लेखौँ, KIRANS किरन्स लेखेँ मैले। अब हामीले यसलाई डाउन गरौँ र यो पोस्टलाई हामीले पब्लिस गर्यो भने हाम्रो यो पोस्ट चारवटा लेबलमा गएको हुन्छ। अब जस्तै अब यो पहिल्यै भइसकेको पोस्टलाई पहिल्यै भइसकेको पोस्टलाई अब हामीले नयाँ लेबलमा राख्नु छ भने सपोज यो इन्डिया र चाइना भन्नेलाई हामीले राख्नु छ भने यहाँ लेबलमा जाने, न्यू लेबल क्रिएट गर्ने र एकचोटि फेरि हेरौँ है। यो जस्तै अब यो छ, यसलाई हामीले सिलेक्ट गर्नुपर्छ। सिलेक्ट गरेपछि यहाँ जाने, यो लेबलको चित्र छ नि, त्यसमा जाने लेबल, न्यू लेबल। अब यहाँ सपोज यसलाई इन्डियामा राख्नु पर्यो भने इन्डिया लेख्ने, इन्डिया, ओके थिच्ने र भयो, लेबलमा एड भएको छ यो। यसरी नै हामीले अरूहरूलाई पनि लेबलमा क्रिएट गर्न सकिन्छ।